मलाई आज चाउचाउ खाने मलाई चाहिँ खाने कि नै खाम न त रोग त छोरो म पैसा साम्छु छ कि नै है मेरो त पैसै हरायो छोरो मेरो पैसा हरायो जान त खोज्न हिँड जान यो मेरो बर्सीमा हिँड्दै थियो म समाधान गरिहाल्छु तिम्रो चिन्ता नगर अनि तिमी किन झगडा गर्न आएको फेरि योसँग मेयरजी यसको छोराले त मेरो बर्सी भइ दाइ लगाइदिएछ तपाईँ गरिदिनु त जे गर्नु नि म त गर्दिनँ यिनीहरूले फेरि मलाई कारबाही आन्देलान् तिमी किन हिँडेको बिचारा यसको बर्सी बाजी भरि हेर त कस्तो बनाइदियो होला किन दाइ लगाइदियो त फेरि तिमीहरूले अङ्कल सरी भाग्यमानी सरी मेरो छोराले गल्ती गर्यो होला अब माफी पाऊँ हो अघि किन गरिरह त्यस्तो त मैले भन्दै थिएँ तेरो छोराकै गल्ती छ पार्ट 2 हेरेकोमा धन्यवाद हाम्रो पार्ट 3 पार्ट 4 हेरिदिनु होला जस्तै भए पनि तर एउटा चिज भुल्नुभयो होला तपाईँले लाइक कमेन्ट सेयर जस्तै भए पनि गरिदिनु होला प्लिज सब्सक्राइब गरिदिनु होला धन्यवाद छ तपाईँलाई